यो शान्तिको भूमि काठमाडौँ यो नेपाल देश नै एउटा बुद्ध जन्मेको विश्व शान्तिको देशको रूपमा चिनिन्छ। यहाँबाट अहिले हेर्दाखेरि यति बेला अलिकति एउटा भारत पाकिस्तान जुन एउटा कन्फ्लिक्ट तनाव थियो त्यसमा चाहिँ अलिकति यो चाहिँ युद्धविराम केही समयलाई भए पनि आजको दिनबाट गर्ने र एकअर्कालाई आक्रमण नगर्ने भन्ने जुन खबर आजै मात्रै बाहिरिएको छ यसले एउटा सुखद सन्देश छाडेको छ। केही समय पहिले यो भारतमा पर्यटकमाथि जुन हमला गरी हत्या गरियो 26 जना पर्यटक, त्यसमा एकजना नेपालीले पनि ज्यान गुमाउनु पर्ने अवस्था आयो। त्यसपछि चर्किएका तनावहरूमा चाहिँ त्यसपछि इन्डियाले जवाफी कारबाही स्वरूप पाकिस्तानका विभिन्न 9 स्थानमा आफ्ना मिसाइल क्षेपणास्त्रहरू प्रहार गरेर त्यहाँका आतंकवादी एरियाहरूमा चाहिँ प्रहार गरेको जवाफ दिएसँगै जुन भारत पाकिस्तान बीच तनाव बढेको थियो त्यसले चाहिँ साउथ एसिया विशेष गरेर नेपाल र हामी नेपालीमा समेत ठुलो असर यो युद्धले असर गर्न सक्ने सम्भावना छ। हिजोको दिनमा पनि रुस युक्रेन धेरै टाढा छन्, यिनीहरूको कन्फ्लिक्टले हामीलाई खासै असर पर्दैन कि भन्दा पनि त्यहाँबाट समेत हामीले ठुलो क्षति र त्यसै गरी मूल्य वृद्धि लगायत विभिन्न सामानहरूको आयात, डलरको भाउ बढ्ने लगायतका समस्याहरू भोग्न पुग्यो। भारत पाकिस्तान भनेको त भारत हाम्रो तीनतिरबाट जोडिएको छिमेकी, पाकिस्तान पनि अर्को नजिकैको छिमेकी, दुईटा बिचको चाहिँ यस्तो किसिमको द्वन्द्व अझ चाहिँ त्यसमा चाहिँ युद्ध नै भयो भने त हाम्रो देशमा धेरै किसिमका समस्याहरू त्यसका चाहिँ असरहरू चाहिँ हामी देख्न सक्छौँ। जस्तो पहिलो भनेको त इन्डियन आर्मीमा धेरैजना हाम्रा नेपाली दाजुभाइहरू गोर्खा को लाउरेको रूपमा चाहिँ त्यहाँ आबद्ध हुनुहुन्छ र युद्ध भइहाल्यो भने हाम्रो नेपालीहरूलाई बहादुरीको प्रतीक मानिएकै स्वरूप पनि युद्ध क्षेत्रमा, सीमा क्षेत्रमा खटाइने र त्यहाँबाट कहिलेकाहीँ दुःखद समाचारहरू हाम्रा नेपाली दाजुभाइहरूले चाहिँ आफ्नो ज्यान जोगाउन नसक्ने र ज्यान गुमाएको र यहाँ परिवारमा चाहिँ दुःखका घटनाहरू सुन्नुपर्ने एउटा कुरा त छँदैछ। त्यो माथि त्यसका अन्य असरहरू यहाँ हाम्रो ठुलो व्यापारिक हाम्रो आयात तथा केही भए पनि निर्यात भारतसँगै छ। त्यसले गर्दाखेरि हाम्रो खाद्य पदार्थ, त्यसै गरी आवश्यक पेट्रोलियम पदार्थ, ग्यास पदार्थ लगायत धेरै कुरामा चाहिँ हामीलाई चाहिँ अलिक कठिनाइ हुने भएकोले यो जुन घटनाहरू छन् ती घटनाहरू दुःखद रहे तापनि, ती घटनाहरू चाहिँ भर्सना योग्य रहे तापनि त्यसपछि चाहिँ ती संलग्न विशेष जति पनि सङ्गठन छन् ती चाहिँ आतङ्ककारी जो हुन् उनीहरूलाई कारबाही गर्नुपर्ने भए तापनि यसरी तपाईँको देश बिचमै युद्ध भयो भने चाहिँ त्यसले हामीलाई नराम्रो असर पर्ने हुँदा हामी पनि कामना गरौँ यो शान्ति भूमि यो नेपालबाट यस्ता किसिमका युद्धहरू, यस्ता किसिमका घटनाहरू नघटुन् भन्ने कामना राखौँ र त्यसको कामनासँगै हामीले चाहिँ त्यस्ता किसिमका अघिल्ला घटनाहरू नघटुन् भन्ने सोच्न सक्छौँ।